नमस्कार दर्शकबिन, अहिले भने म टोटगाउँको एउटा पौराणिक घरमा अहिले म उपस्थित छु। दर्शकबिन, हाम्रो गाउँघरको नियम चलन अनुसार अर्ग्यानिक चिजहरूलाई यसरी झुन्ड्याएर राख्ने गरिन्छ ताकि बर्खाको झरीमा कहीँ कतै जानु नपरोस् र यसैले नै सब्जीको मसलाको रूपमा यसरी लसुनहरू झुन्ड्याएर राख्ने गरिएको छ। दर्शकबिन, बर्खामा धेरै महँगो भएको कारणले गर्दाखेरि गाउँघरका कृषक महानुभावहरूले यसरी पहिले नै जतन जगडा गरेर राखेका हुन्छन्। हेर्नुहोस् दर्शकबिन, यो दृश्य यस प्रकारको छ। यहाँ हामी समक्ष एकजना हाम्रै गाउँले माताजी हुनुहुन्छ र म नमस्कार माताजी। नमस्कार माताजी। यो जुन लसुन यसरी यति मजाले सुकाएर राख्नु भएको छ है, यो पहिला उहिलेदेखि नै यो लसुनहरू यसरी सुकाएर राख्नुपर्छ, नभए त कुहिहाल्छ बर्खामा। अच्छा, यो चाहिँ हामीहरूले के गर्छौँ, बर्खामा सब्जीहरूको आकार लागेको बेलामा, मर मसला नभएको बेलामा चाहिँ हामीहरूले यसलाई यो हो नि त असल मसला। अच्छा, यो चाहिँ हामीहरूले अर्ग्यानिक, यसमा चाहिँ कुनै युरिया सिउरिया केही लगाएको हुँदैन? छैन, गाईको गोबर हुन्छ। दर्शकबिन, माताजीले भनिहाल्नुभयो र यस्तै धेरैवटा चिजहरू जस्तै गुन्द्रुक सिन्की, तपाईँले गुन्द्रुक सिन्की पनि राख्नुभएको छ? अलिअलि छ, यसपालि धेरै भएन, अलिअलि छ। अच्छा, गुन्द्रुक सिन्की अनि के राख्छौँ हामीहरूले बर्खाको लागि? बर्खाको लागि के राख्नु, अब यस्तै गुन्द्रुक सिन्की, मुलाको चाना सुकाएर यस्तै राख्नुपर्छ। टमाटरहरू सुकाएर, दाल, टमाटर, कालो दाल, यसरी दर्शकबिन कालो दाल। अनि त्यहाँदेखि यस्तो चिजमा एकदम भात सम मुसेर खाँदाखेरि, गोरु जोतेर एकातिर थकान भएर थकाइ लागेको बेलामा यो अचार अनि त्यहाँदेखि सुकाएको टमाटर, गुन्द्रुक अनि सिन्कीसँग भात खाँदाखेरि आहा। दर्शकबिन, यसै गरी बारीमा भएका हरियो परियो फर्सीका मुन्टाहरू अनि विभिन्न प्रकारका अर्ग्यानिक फसलहरू, साग सब्जीहरू यसरी घरको पेटीमा पनि लगाइएको हुन्छ र यसले स्वास्थ्यको लागि पनि अत्यन्तै लाभदायक हुन्छ। र दर्शकबिन, कहाँबाट कसले हेर्नु हुँदैछ यो हाम्रो भिडियोलाई लाइक, सेयर अनि सब्सक्राइब गरेर धेरैभन्दा धेरै टाढासम्म पुर्याइदिन आग्रह गर्दछु। यसरी हामीहरूले सब्जीमा लगाउनको लागि यसरी हेर्नुहोस्, गोबरलाई पनि यसरी भार्मिक कम्पोस्ट गरेर कम्पोस्टको सहायताले पनि धेरै उन्नति गराउने गर्दछ। हवस् त, धन्यवाद सबैलाई। जय गोर्खा, जय किसान, जय भारत, वन्दे मातरम, भारत माता की जय।